बिहान उठेर खाजा बनाउँदा घर सफा गर्दा त्यतिकै टाइम बित्छ है। सो हे गाइज, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आई होप यु अल आर डुइङ वेल। आज चाहिँ सन्डे दामी हावा चलिरहेको थियो। एज आई सेट बिफोर, घरको देउतालाई चाहिँ पहिला खाना दिएर एकदम खुसी राख्नुपर्छ हो। यता चिया बनाउनु थालेँ, रोटी त बनाइसक्यो, फेरि केसँग खानु भनेर फेरि अचार बनाउन थालेँ होइन। टमाटर भाजेर खोर्सानी लसुनहरू हालेर एकदम पिनेर त्यसमा प्याज काटेको प्याज धनियाँ हालेर चाहिँ दामी पिरो अचार बनाएँ होइन, रोटीसँग खानुको लागि। खाजा खाएर सक्दा नसक्दा 12 बजीको पनि अब पकाउनु पर्ने छ होइन। त्यही भएर दाल भिजाएर साइड गरेर राखेँ एकछिनलाई। सब्जी हेरेको त साग रहेछ हो, साग केलाउनु थालेँ। साग केलाई सक्दा नसक्दा यता दाल भिजिसकेछ हो। दाल पनि कुकरमा हालेर सुई सिटी लगाइदिएँ होइन। बाई द वे, इफ यु गाइज डोन्ट नो, दिस इज माई रेन्टेड हाउस। दाल पाक्दै गर्दाखेरि त सब्जी पनि बसाइहालेँ। हुनु त आज सन्डे हो, मासु खाने दिन है, तर अब आज रामनवमी हो, त्यही भनेर आज हामी भेज खाँदैछौँ। खाना पकाएकोले र भाँडा मोलेकोले हत्तु हुन्छ, तर के गर्नै पर्छ है। त्यो दाल पाकेर रेडी, साग पनि अलमोस्ट रेडी। सलादको लागि चाहिँ यहाँ काँक्रा काट्दै थिएँ हो। पिलरले डिजाइन बनाएर चाहिँ तपाईँहरूलाई देखाउँदै थिएँ होइन। सब्जी खनाएर त्यहाँबाट नानीलाई रेडी पारिदिएँ, म पनि रेडी भएँ। त्यहाँबाट हामी निस्क्यौँ रामनवमीको लागि। बाटोमा हेरेको त एभ्री वान इज रेडी फर रेली है। जय श्रीरामको नारा लगाउँदै हामी यता गयौँ जय श्रीरामको मूर्ति हेर्नलाई। श्रीरामजीको मूर्तिलाई हेरेर ढोकेर हो, त्यहाँबाट हामी फर्क्यौँ घर। हामी घर आउँदाखेरि अझै मान्छेहरू जाँदै थियो। त्यहाँबाट हेरेको त हाम्रो बाटो त सुनसान भएछ। घर आइपुग्यौँ। त्यहाँबाट चाहिँ मेरो हस्बेन्डले खाना खानु हुँदै थियो। हि हेज टु गो समवेयर। त्यहाँबाट फेरि बेलुकाको थालेँ हो, भात सब्जी बनाएर यहाँ खाइसकेर पनि हामीले भाँडाकुँडा मोल्नु थाल्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। इफ यु गाइज लाइक माई भिडियो, फलो फर मोर. See you in the next vlog. Bye bye. Take care.